सुनोल उद्योग वाणिज्य सङ्घद्वारा आयोजना गरिएको 5औं सुनोल महोत्सवको 6औं दिनसम्म आइपुग्दा 4 करोड रुपियाँ बराबरको आर्थिक कारोबार भएको महोत्सवका आर्थिक संयोजक मुरली गौतमले जानकारी दिनुभएको छ। महोत्सवमा राखिएका परम्परागत घर र टिकट जोन, न्यानो कपडाका स्टल, कृषि तथा सहकारीका उत्पादनहरू, दैनिक उपभोग्य वस्तु तथा महिला उद्यमशीलता केन्द्रित स्टलहरूमा प्रदर्शन गरिएका आकर्षक वस्तुहरूमा दिनानुदिन आकर्षक र दर्शकहरूको भिडभाड बढ्दै गएको मेलाका प्रवक्ता तेज प्रसाद भण्डारीले बताउनु भएको छ। भण्डारीका अनुसार ती क्षेत्रहरूमा गरिएको बिक्री व्यवस्थापन र सेवा प्रभारले समेत महोत्सवको ऊर्जा अझै उच्च बनेको बताउनु भएको छ। उद्योग वाणिज्य सङ्घ सुनोलका अध्यक्ष रमेश कर्मचारीले महोत्सवले स्थानीय उत्पादन, उद्यमशीलता, संस्कृतिको संरक्षण र नगरको आर्थिक गतिविधि प्रवर्धनमा महत्त्वपूर्ण भूमिका खेलिरहेको बताउनु भएको छ। सुनवल नगरलाई आर्थिक रूपमा सबल र उद्यम मैत्री बनाउने अभियान स्वरूप मेला आयोजना गरिएको अध्यक्ष कर्मचारीले बताउनुभयो। सहभागी उद्यमीहरूको उत्साह, आगन्तुकहरूको समर्थन र महोत्सवमा देखिएको व्यवस्थित प्रस्तुतिकरण नै मुख्य सफलता रहेको छ। सांस्कृतिक विविधता, स्थानीय कला संस्कृति, कृषि उद्यान प्रविधि तथा खेलकुद उद्यानको उत्कृष्ट संयोजन बनेको 5औं सुनोल महोत्सवमा दैनिक हजारौंको भिड लाग्ने गरेको छ। महोत्सवको 7औं दिनदेखि जलपरीको समेत अवलोकन गर्न सकिने र सोही अनुसार व्यवस्था मिलाइएको आयोजक उद्योग वाणिज्य सङ्घले जनाएको छ। नमस्ते, म धनप्रसाद तिवारी, म दुर्गा बेल तथा फलफुल प्रशोधन उद्योगको सञ्चालक। हाम्रो उद्योग चाहिँ सुनोल नगरपालिका वडा नम्बर 6 मा पर्छ। हामी चाहिँ विगत 10 वर्षदेखि जङ्गलमा रहेको बेललाई प्रयोग गरेर हामीले यो बेलको जुसहरू उत्पादन गरेर बिक्री वितरण गरिरहेका छौँ। अनि हामीले अन्य हर्बल चिजहरूलाई पनि उत्पादनमा जोडिराखेका छौँ र हामीले हर्बल चिजहरू उत्पादन गरिराखेको अवस्थामा यो हामीले कुनै पनि खालका केमिकलहरू प्रयोग नगरिकन उत्पादन गरेर हामीले बजारमा लिएर आइराखेको अवस्था छ र यसलाई चाहिँ उपभोक्ता जीवहरूले विशेषतः स्थानीय स्तरका चिजहरूलाई उपभोग गरिदिन हुन अनुरोध गर्दछु।